भनेको यस्तो पो हुँदो रहेछ पनि ऊ चाहिँ मेरो भान्जो कस्तो लागिरहेछ हामी यहाँ पहिलोचोटि आउँदाखेरि मजै लागिरहेछ मजा फाइनली हामी यहाँ यस्तो घुम्थ्यो टाउको दुख्दा त समातो भिडियो नि गर्ने भएन। हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज म जाँदैछु बर्थडे बास विथ माई सिस्टर र उहाँ हाम्रो गाउँको टोली पनि हुनुहुन्थ्यो र उहाँ जाति हुनुहुन्थ्यो काठमाडौँ र गाडीमा एकदमै रमाइलो भयो र त्यहाँ एउटा यति प्यारो बेबी पनि थियो उसँग आइले गरिसकेपछि के बोल्नु तपाईँहरू कतै हिँड्दै हुनुहुन्छ आज? र त्यसपछि हामी खुटकोटमा झऱ्यौँ र मेरो दिदीसँग कुरा गर्दै थिएँ कि यति फास्ट भयो कि मैले त्यहाँको कुनै पनि भिडियोहरू रेकर्ड नै गर्न पाइनँ होइन। त्यहाँ पुग्ने बित्तिकै हामीहरू गाडीमा चढिहाल्यौँ के हो त्यसपछि म गाडीमा चढेको मात्र थिएँ कि मेरो टाउको यस्तो घुमाउन लाग्यो त्यो सिन्धुलीको घुम्तीले। ओ माई गड कसै भनेको तपाईँहरूलाई यति धेरै टाउको दुख्नु लाग्यो कि त्यसपछि मैले फेरि पनि कुनै पनि भिडियो गर्न पाइनँ। मेरा तो हालत बहुत ज़्यादा खराब है, क्या करें। कस्तो लागिरहेछ खाँदैको चाहिँ अहिलेको जस्तो मजाले टाउकै दुखिसक्यो होइन। मैले खाएको थिएँ यति एउटालाई 20 रुपियाँ होइन के छ बट मैले आज किनेको छु चटपटे। यो चाहिँ मेरो घरदेखि प्लान थियो होइन चटपटे खाँदै यात्रा तय गर्ने भनेर तर यति धेरै टाउको दुखेको गाई चाहिँ यस्तो घुम्थ्यो टाउको दुख्दा त समातो भिडियो नि गर्ने भएन। राम्रो क्लिप त चिज छुटिहाल्छ तर पनि केही छैन। हेलो र चियाबारी आइसकेपछि चाहिँ हामीले खाना खायौँ त्यति बेला यस्तो टाउको दुखिरहेको थियो तर त्यसपछि चाहिँ अलिक सजिलो भयो। त्यसपछि चाहिँ यस्तो टाउको घुमाउने सुहाउने केही पनि भएन। आनन्दले गयो दिदी मैले रमाइलो गर्दै गएँ भन्छु म चाहिँ। लेकिन कोई बात नहीं, मैं इस तरफ दिखाना चाहता हूँ आप सब। ये रहा तराई। र यो रह्यो तराई बर्थडे पास। आमामा यति टाढासम्म थियो कि धानबारी आँखैले भ्याउन नसक्नेसम्म थियो र हामी त बाटोमा हराएको जस्तै भइदियौँ किनकि त्यति बेला चाहिँ त्यहाँ खै एक्सिडेन्ट भएको छ त्यसले गर्दाखेरि चाहिँ गाडीहरू चल्न दिएको रहन्छ क्या। अनि हामीले चाहिँ हिँडेर जानुपर्ने भयो। धन्न घर चाहिँ पुग्यौँ भनौँ है। तर एउटा आन्टी हुनुहुन्थ्यो उहाँले गर्दाखेरि चाहिँ हामी छिटै घर पुग्न सक्यौँ भन्छ। उहाँ आन्टी नआएको त हाम्रो के हुन्थ्यो। तर यति रमाइलो थियो कि त्यहाँको के भन्नु त्यहाँको भ्यूहरू यति राम्रो थियो कि तराईमा चाहिँ अलिक जाडो महिनामा जानुपर्छ अरे अनि घामले पनि त्यति पोल्दैन रहेछ भन्दो रहेछन् है। तर त्यति बेला नि ठिकै थियो घाम त। और उस वक्त मेरी सिस्टर इतनी फनी बात कर रही थी कि क्या ही कहे आप सबको। गाइज फाइनली हामी चाहिँ आइपुग्यौँ कहाँ हो रे त्यो बद्रीबास। आई अलवेज फरगट के कस्तो होइन। हामी बद्रीबास आइपुग्यौँ अनि त्यसपछि हाम्रो दिदीले के भनेको नि धर्ने यहाँ एउटा आन्टी हुनुहुँदो रहेछ हामीलाई हेल्प गरिराख्नु भएको छ है। अब के गर्नु अब अनि यति धेरै फाटै चाहिँ गाईहरू तराई भनेको यस्तो पो हुँदो रहेछ। धान तर जे भने पनि यतातिर सरसफाइ चाहिँ मलाई यो चाहिँ मन पऱ्यो गाई साँच्ची भने है दिदी। सरसफाइ चाहिँ हो कि यहाँ भनेको धान आमामा कत्रो आँखाले भ्याउनु नसक्ने ठाउँ जति यहाँबाट भ्याउँदैछ यहाँबाट त नभ्याउने यति धेरै कि कसरी। गाइजहरू हामी चाहिँ भान्जा भाटा आइसक्यो। भान्जा कता पनि यतै छ। टाउको पनि ऊ चाहिँ मेरो भान्जो कस्तो लागिरहेछ हामी यहाँ पहिलोचोटि आउँदाखेरि मजै लागिरहेछ म त पहिलोचोटि आएको गाई छु र यहाँ धानबारी चाहिँ यति धेरै कि है कसरी भन्ने कि एक्सप्लेन गर्न सक्दिनँ। यति लामो आहाल नभ्याउने ठाउँ कि
अहिले फ्वाक्क लडाइदियो भने अनि भयो भयो फाइनली हामी यहाँ घरमा आइसकेको अनि भान्जा के छ हालखबर तिम्रो हजुर यो मधेसको चाहिँ यो बेलुका घाम चाहिँ आई लभ यु है कस्तो मिठो हो यहाँको एड्रेस भनिदिनुहोस् न मिथिला म्युनिसिपैलिटी 10 धनुषा लालगढ तुलसी सो आज के लिए इतना ही थैंक यू फॉर वॉचिंग स्टे कनेक्टेड बाय बाय